मुसेको बाद छटपटे चट्टसँग हुसुर्ने हो। जडिया चेस न तर स्टाइलमा आयो आयो भर्खर यता यहाँ जङ्गलहरू छोडेर आयो होइन। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम बवाल सन्चै नै छु होइन। सन्चै भएर मैले भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ म यसो फ्राइडे मनाउनको लागि चाहिँ घुम्न भन्दा पनि के यसो भिडियो सिडियो बनाउनु लागि जान लागेको, चपेट जान लागेको छैन। अनि त्यही भएर चाहिँ एउटा सानो भिडियो बनाऊँ, भ्लग पनि बनाऊँ भनेर चाहिँ सोचेर चाहिँ मैले भ्लग स्टार्ट गर्दैछु। अनि को जान लागेको भन्दा चाहिँ म र अनि एकजना दाइ हुनुहुन्छ हाम्रो आशिष दाइ, डान्सर आशिष 1 2 3। अनि दाइको घर चाहिँ माथि हिमामी स्कुल डिटाउन छेउ हो नि त। अनि दाइलाई चाहिँ मैले निस्किँदै गर्नु म आउनु लागेको भनेर चाहिँ भनेको छ नि। सो म चाहिँ रेडी भएर चाहिँ घरबाट निस्किनु लागेको। आज हामी चाहिँ कहीँ गएनौँ क्या, फ्यामिलीहरू कहीँ पनि घुम्न गएनौँ। अनि त्यही भएर चाहिँ म मात्र एक्लै जानु लागेको। यहाँ हेलमेट सेलमेट रेडी, बाइक साइक रेडी छ। यहाँ अलिकति ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गर्नलाई यहाँ पुरै लुगा सुकाउनु भएछ मम्मीले। मम्मी म निस्केँ ल, निस्के अलिकति हेलमेट पुस्नु पर्ला जस्तो छ, अलिकति हेलमेट धुलो धुलो भए जस्तो छ। यसलाई अलिकति गरेर चाहिँ बाइक त ढुकै छ। बाई बाई। आम्मा पर ट्याटु सो गरेको ल। म चाहिँ निस्केको। अब एकचोटि तपाईँलाई चाहिँ उहाँ दाइलाई भेट्छु है त। ए बाइक साइक टक्क रेडी गरेको छु। के अरे मम्मी गुनासो मम्मीको बुवा अनि बिहेमा जानुभयो नि त। बुवा उता बिहे थियो अनि बिहेमा जानुभयो, त्यही भएर चाहिँ हामी घुम्न जान पाएनौँ। आज अब जस अर्कोचोटि फेरि प्लान गर्नुपर्छ, अर्को फ्राइडे अनि जानुपर्छ। फाइनल गाइज हामी चाहिँ आइसकेको छु। मैले चाहिँ अघि दाइलाई देखाइनँ किनकि उहाँबाट एकैचोटि बाइकमा दाइलाई सट्ट चढाएर निक्लिहाल्यो नि त। अनि त्यही भएर दाइलाई देखाउनु पाएको थिएन। ए यतै हुनुहुन्छ यहीँ पछाडि हुनुहुन्छ। अनि हामी चाहिँ यहाँ चपेटीमा चपेटी किन दाइ नयाँ पुल चपेटीको माथि नयाँ पुलमा आएको छौँ। अनि यहाँ चाहिँ एउटा दुइटा डान्सको भिडियो बनाऊँ भनेर चाहिँ रोकेर चाहिँ यहाँ दाइले चाहिँ अब भिडियो गरिदिनुहुन्छ। त्यही भएर चाहिँ एउटा मिठो भिडियो हान्नु भनेर चाहिँ यो लोकेसनमा आएको छौँ हामी चाहिँ चट्ट पाराले। ल सो दाइ हानिदिनु। सो गाइज हामी चाहिँ अहिले पर पुलमाथि भिडियो बनाएर चाहिँ अहिले हामी यहाँ हाम्रो अशोक दर्जीको सुटिङ भएको मन बिनाको धन ठुलो भन्ने लोकेसनमा आएर चाहिँ फेरि भिडियो बनाउँदैछौँ होइन। अनि भिडियो बनाउँदैछौँ भन्दा नि भिडियो बनाइसकेर चाहिँ बसेको। अनि आशी दाइले चाहिँ खोइ के हेरेको यस्तो साह्रो देखाउनु न। अनि यतातिर चाहिँ अलिकति यस्तो फोहोर चाहिँ नगर्दै हुन्थ्यो, सिसा फुटाएर सबै फालिदिएको रहेछ। यसरी अलिकति सफा राख्नु पर्थ्यो किनकि अब यो त भनेको त घुम्ने ठाउँै भइसकेको छ नि त। सबैको त बाबाले त घुम्ने ठाउँ यस्तो मासु खाने ठाउँ टक्कै माथि हो नि त। अनि अब यो खोला छेउतिर चाहिँ मान्छे जाने ठाउँ पनि यही हो। खोला भनेर चाहिँ यस्तो कचरा बनाएको होला, फोहोरहरू बनाएको, तर जस सफा गरेर फोटोसोटहरू नफालेको भए चाहिँ राम्रो हुन्थ्यो। त्यही पनि केही छैन, ब्याकग्राउन्डलाई म आइन नि ए आउनु भयो तर स्टाइलमा आयो आयो भर्खर यता यहाँ जङ्गलहरू छोडेर आयो होइन। आयो तर कस्तो शीतल भयो, आनन्द। यो पिपलको रुखको मुनि चट्ट बसेर भिडियो सिडियो बनाएर चाहिँ सक्यो। मेरो कस्तो उहाँ पर अशोक दर्जी रोपेको होला यो होइन हौ कहाँ अशोक दर्जीको सुटिङ हुँदाखेरि त्यतिकै यत्रो ठुलो थियो। अनि रोप्ने बित्तिकै ठुलो रोप्यो त। अहिले हाम्रो चाहिँ भिडियो सिडियो सकिसक्यौँ होइन। हामीले अब एक जोडा लिप्सिङको भिडियो बनाउनु पऱ्यो भनेर सोच्दैछौँ। यहाँ जङ्गलतिर भयो भने एउटा बनाउनु पऱ्यो, अनि भएन भने चाहिँ अरू डान्सको भिडियो बनाइसकेको छु। अब माथि गएर चाहिँ हामी टक्क सेक्वाहरू के हुन्छ खाँदै बस्छौँ। अनि त्यति बेला तपाईँलाई पनि देखाउँछु। तपाईँले देखाउने मात्रै, तपाईँहरूले चाहिँ हेरिदिने मात्रै, यसो लाइक साइक कमेन्ट पनि गरिदिने। ल जाउँ चाहिँ निस्क्यौँ। मेरो पस बिर्स्यो भने फेरि अर्को ठाउँमा भिडियो बनाउँदा पस यहाँ राखेको थिएँ।
यस्तै छ लोकेसन बाइक यहाँ छ र हामी चाहिँ निस्केको अब माथि गएर भेट्नुपर्छ हामी चाहिँ टक्क सपेटी डाँडा आन्टी यो ठाउँलाई के भन्छ ए 0 पोइन्ट याद थियो मैले बिर्सेछु 0 पोइन्टमा आएर चाहिँ सेकुवा खान बसेको छौँ आज त वेटिङमा सेकुवाको हो तपाईँको त म यस्तो खतरा खतरा म्युजिकमा हालिदिन्छु नि म ऊ तपाईँको भिडियो रेकर्ड भइरहेछ त ल अब एकछिन रेस्ट सेस्ट गरेर चाहिँ यहाँ बन्दैछ अनि आएपछि चाहिँ खानुपर्छ अनि भिडियो नि एडिट गरिहाल्नु पर्यो म यहीँ बसेर हाम्रो जस दमकमा भएको मान्छेहरू चाहिँ फ्राइडेको दिन आउने चाहिँ यहीँ हो क्या है 0 पोइन्ट भनेको कारण चाहिँ रोड यस्तो छ नि त पुरै 0 भएर नि वरिपरि यसो छ बाँच्छ यो त एसपो त कहाँ 0 हो यो कसरी हौ बाटो हेर त यस्तो एस हैन ए त्यस्तो चाहिँ भयो त नि बाटो भन्छ बाटो त एस छ नि उता इलाम यता जापान त त्यही भएर पोइन्ट चाहिँ बिच यो भयो नि त 0 पोइन्ट भयो तर यस्तो घुमाएर त बाटो एस 0 कहाँ एस एस त यहाँ मात्रै एस हो नि त यता त 0 नै छ नि त यता त हामी बसेको वरिपरि 0 छ नि पर्छ त दाइको यो 0 को कुरामै पर्छ त ल अब हाम्रो चाहिँ सेका बन्दैछ म त्यति बेलासम्म चाहिँ एक दुईवटा भिडियो एडिट पनि गर्नु पऱ्यो है अनि त्यसरी बिचमा तपाईँहरूसँग भेट्छु नि है म क्याबले चाहिँ कस्तो देखेको छ हाम्रो चाहिँ यहाँ हतार भइसक्यो दाइलाई खानको लागि सेको सबै आइसकेको छ दाइलाई न जडिया चेस नबनेर नि दाइ नि चेस केही गर्नु कस्तो छ होला अनुहार चाहिँ किन बिगारेको डर छ नि त टिचर्स ह्याप्पी फ्राइडे सेकवा चटपटे चट्टसँग हुसुर्ने हो दाइ सिमकै लिनु हुन्छ बोबा छ है अस्ति एकछिन पल्लोपट्टि खाएको नि खसेर आएछ नि आज चाहिँ बोबा रसिलो छ खम लाग्छ कपाल पनि दामी अब माछाको पिस कस्तो छ त्यहाँ भयो छिरिन्छ त अरू हौ हो ल ए खाँदै बस्ने हो एकछिन रेस्ट गर्ने भिडियो एडिट गर्दैछु म अनि बिचमा भेट्ने आउँदैछ त्यो गिरी भयो यहाँ होइन आसिदाले त यहाँ आएर त धेरै धेरै खाली बेटा हालेर यहाँ झ्याप हेर्दै झ्याप भएर म त यति हाँस्नु छ कि कति 2 3 कि 4 पानी तान्नु मलाई झ्याप भएर दाइ घर नथाने हो दाइले त आज लास्ट गरेर बाइकमा अब कसरी लानु मैले तनाव दाइले पनि दाइ यस्तो बेला देखाउने हो मत्वा दाइ सुनेर हाँसेको लाइक कमेन्ट भन्नु न लाइक कमेन्ट जिस्केको गाई हामी त्यो उसो हाँसी मजाक मात्रै गरेको माथि भयो दाइ त्यो यस्तो एक्टिङ हो त्यो एक्टिङै देखिरहेको छ एक्टिङ गरेको भनेर बुझिरहेको छ फेरि दाइ नर्मल हुनु न यहाँ सबैले फेरि पन्ध्यार फेरि जाम जिस्केको है
अस्ति त बबाल मिठो भएको थियो दाइ साँच्चै तपाईँ त्यसरी माग्दिएको हो नि रियल हुनु क्या यस्तै रियल पुरै बाइकमा चलाउन नसक्ने अरे कसरी लान्थ्यो होला नि हो सिटिङमा पठाइन्थ्यो कसरी लानु आमामा त्यहाँ त म अर्का घर पुग्थेँ नि होइन सिटीमा हालिदिन्थेँ नि म पनि सँगै जान्थेँ सँगै गाइज फ्रेस है ए दाइ नर्मल ल जुत्ताहरू बसाल्नु न मलाई जुत्ता जस्तो खाले त्यस्तो कम्फर्टेबल छ क्या रासँग सक्छ राजेश हमाल सक्छ अरे आज दाइको चाहिँ राजेश हमालको सक्छ अरे राजेश हमालको सक्छ किन भनेको भन्दाखेरि चाहिँ यो बुढी हमाल नि यहाँ बुढी हमाल चाहिँ दुलो परेको थियो त्यो हामी तिनमा राजेश हमाल त्यो के भन्छ केटी पाउनु नि भाइको लागि अनि त्यसलाई पुरा यस्तो जुत्ता फेरि टालो पनि दुलो परेको हुन्छ नि अनि त्यस्तो छ अरे आज दाइको सक्छ देखाइदिइहाल्छ जुत्ता दुलो पऱ्यो तर प्र्याक्टिस गर्ने हो भने त जुत्ताहरू त के भयो त्यही भएर जुत्ता नखोलेको गाइस मैले चाहिँ होइन म त माथिरहेको छु दुई पानीले के भएर यस्तोमा मेरो भित्रपट्टि त दुलो पऱ्यो कि क्या साला पोल्छ भने पर्छ किनिसक्यो क्या जस्तो लाग्यो होला यो टमाटरको भन्छ त टमाटरको छैन क्या यो रक्षा साह्रै पिरो रहेछ अरे खोर्सानी मात्रै छ क्या यो त के भोलि टोएर बस्दा चाहिँ रातो हुन्छ के दाइ टोएर बस्दा रातो हुन्छ धुवाई धुवा निस्किरहेको अनुहार पनि रातो हुन्छ त्यो पनि रातो हुन्छ यो त बिहे आयो क्या हो ट्रकको साउन्ड पो रहेछ कस्तो वान्स मोर बजाएन त यार ट्रेनै आयो जस्तो हर हर महादेव लेखेर चाहिँ लेख्ने पनि सानो त्यही भन्नु परैबाट साउन्ड सुनेको थियो क्या मैले के बज्यो के मलाई ब्याग बोला ल हामी चाहिँ अब निस्किसकेको यहाँबाट है खाइमहरू पनि पेट पुरै फुल भयो अब एकछिन यहाँ पेट फुल भएर चाहिँ हामी चाहिँ एकछिन ल्याटे जान लागेको किनकि ल्याटेमा गएर चाहिँ अब ब्ल्याक टी खानु पेटलाई नै हल्का गर्नु पऱ्यो नि त तर सुँगुरको बोसा आएको बाइक साइक ठेरेर हामी चाहिँ तल झर्छौँ यहाँदेखि चाहिँ है पानी पर्ला जस्तो भएर है मौसम त पुरै पानी पर्ला जस्तो भयो अघि त अन्त गर्मी घाम भएको थियो ल अब हामी कति ल्याटे जान्छौँ ल्याटेमा पुगेर चाहिँ त्यहाँदेखि के हुन्छ भन्दा पनि ब्ल्याक टी खान मन लागेको चाहिँ पेट अलिकति डुस भयो ल बाई बाई कस्तो गिदी भयो आँखा त नजुदा पनि होला आँखा टल्केर त कुकुर जस्तै अन्तरा टल्केर लाटे आएर मजाले बसेर खानु पऱ्यो भने कि चिया चाहिँ खाँदैछु होइन ब्ल्याक टी आसिँदै चाहिँ म मटका खान्छु ल्याटेमा आएर चाहिँ अब क्याफेतिर आएर चाहिँ मोमबत्ती बाल्नु पर्दैछ भनेपछि चाहिँ कस्तो चाहिँ बिजोग भएको छ होला हेर्नु नै सब मोमबत्ती बालेर अनि हामी चाहिँ यहाँ यसो चियाको चुस्की लिँदै बसिरहेछौँ एकछिन बसेर चाहिँ त्यहाँदेखि घरतिर जानुपर्छ होला यहाँ खासै मजा आएन एउटा फोटो पनि खिच्नु भनेर सोचेको थियौँ होइन एउटा फोटो खिच्नु पर्यो राम्रो भनेर सोचेको तर भएन के भएर आज दमकमा लाइन गयो यार यति बेसी भिडियो नि पोस्ट गर्नुपर्ने थियो तनाव हुन्छ त नि यस्तो भयो भने त अब डाटा तानेर भिडियो पोस्ट गरौँ न भन्दा पनि त हेर्ने मान्छे हुँदैन नि त हामी चाहिँ भित्रपट्टि आएको छौँ भित्रपट्टि त कोही छैन त्यस्तोहरू आज त्यसले खै के गरेको खाइसम्म तपाईँले किन नखाएको खानु न लाइन आयो आएको हो यति त चिच्याउनु न लाइन आयो नि अघि त एकचोटि झिलिक्क आएको थियो नि त्यसलाई सबैजना चिच्याएको थियो अहिले त खोइ त लाइन आयो आएर झुपुक्क आएर गयो क्या ल यसो लाइन आएछ भने म यसो बोल्छु होइन लाइन आएन भने चाहिँ हामी यहाँबाट घर जान्छौँ होइन दाइ किनभने घरैमा गएर भेट्छु म
भोलि बोला आउने ल अब यति सकिहाल्छु लाइन आयो भने चाहिँ फोटो खिच्दा पनि भएन भने चाहिँ यो खाएर चाहिँ हामी घरतिर लाग्छौँ है त घरमा गएर भेट्छु तपाईँहरूसँग अब यहाँदेखि म आज त्यसलाई पुऱ्याइदिन्छु पर डेटा हुन्छौ अनि त्यस पछाडि चाहिँ म घर जान्छु नि घरमा गएर चाहिँ ब्लगलाई एन्ड सेन्ड गर्नुपर्छ हामी चाहिँ पान तलीमा आएको छौँ होइन पान कस्तो खानु हो नि त मिठान खाएको मुखै नअट्ने गरी है मुखमै नअट्ने गरी पायो कहीँ छैन पान तलीमा हाम्रो यो मिसन मार्केट होइन कहीँ छैन अनि हामीले पान सान खायौँ यहाँबाट खोइ के पान खानु मन लाग्यो नखाने मान्छे कहिले अब आज छोडिदिन्छु अनि त्यसपछि डाइरेक्ट घर जान्छु मोटो कहाँ त खै के पान बनाएर सुवा डेढो स्टाइल हो यो चाहिँ ल अब बाइकमा चढेर चाहिँ हामी गाड गर्थ्यौँ ओइ गाइस म चाहिँ अहिले घर आइपुगिसकिसक्यो होइन अनि यत्रो मुखमा पान त अहिले हो भिडियो हेरेर त होम 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 गर्दै बोलेको साउन्ड पनि कस्तो सुनेछ रातो भएर आउनु पनि सो म चाहिँ अहिले घर आइसकेको छु फ्रेस हुन्छु मम्मीले चाहिँ झुलझुल लगाएर सबै रेडी गरिदिइसक्नु भएछ बेडलाई होइन म फ्रेस हुन्छु अनि फ्रेस भएर चाहिँ खानासाना खाएर चाहिँ त्यहाँदेखि मस्त ल्यान्डिङ हालिदिनुपर्छ गल्यो नि त भिडियो सिडियो बनाएँ यताउता बाइकमा बाइकमा फेरि बाइक पनि यस्तो गरेर कुदाउनु पर्छ अनि यस्तो सबै दुखेर हुन्छ होइन सो अन्तिमसम्म भिडियो हेरिदिनु भयो होला त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला लाइक कमेन्ट सेयर अनि एउटा मिठो कमेन्ट छोडिदिनु होला भन्दै चाहिँ आजको ब्लगबाट चाहिँ म बिदा हुँदै अब नेक्स्ट ब्लगमा या मुकबाङमा भेट्छु भन्ने बाचासहित आजको ब्लगबाट चाहिँ बिदा हुन चाहन्छु हस्त जय नेपाल बाई बाई